मोरङको लेताङ नगरपालिका 2 स्कुल चोककी 13 वर्षीय अंशु गौतमको हत्या प्रकरणमा छिमेकीको संलग्नता देखिएको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। स्थानीय करिब 50-52 वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर गहन सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। निर्मला पन्तको बलात्कारपछि हत्याको घटनालाई सम्झाउने अर्को घटना मोरङको लेटाङमा केही दिन अघि भएको हो। पिङ खेल्न जान्छु भन्दै गत असोज 21 गते घरबाट निस्किएकी 13 वर्षीय अंशु गौतमको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो। शव फेला परेसँगै प्रहरीले थालेको अनुसन्धानबाट बलात्कारपछि उनको हत्या भएको र प्रमाण नष्ट गर्न शवलाई टुक्रा-टुक्रा पारेको हुन सक्ने आशंकालाई बल मिलेको छ। कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा फेला परेको थियो। लेटङकी अंशुको भने लेटाङ 2 र बेलबारीको सिमानामा रहेको साझेदारी वन क्षेत्रमा 18 दिनपछि उनको शव क्षतविक्षत र टुक्रा-टुक्रा पारिएको अवस्थामा फेला पर्यो। परिवारका अनुसार अंशुको मुस्कान सहितको अन्तिम जवाफ पिङ खेल्न जान्छु भन्ने नै उनको जीवनको अन्तिम संवाद बन्न पुग्यो। प्रहरीका अनुसार उनको शव कुहिएर छरिएको थियो। शवको पहिचान गर्न समेत मुस्किल थियो। उनी अन्तिम पटक देखिएको बुधबारे चौरबाट करिब 4.5 किलोमिटर टाढा जंगलमा शव भेटिनुले घटना अपहरणपछि योजनाबद्ध रूपमा बलात्कारपछि हत्या भएको हुन सक्ने अनुसन्धानमा खटिएका प्रहरीले दावी गरेका छन्। मोराङकी प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले अनुसन्धान निकै गम्भीर र सूक्ष्म ढङ्गले अगाडि बढाइएको बताइन्। हामीले विशेष अनुसन्धान टोली गठन गरेर खटाएका छौं। प्रहरीले घटनास्थलको प्रकृति, कपडाहरू शरीरबाट अलग भेटिनु र शवको तल्लो भाग नग्न अवस्थामा हुनुले बलात्कारपछि हत्या भएको हुन सक्ने आधार देखेको छ। शव अत्याधिक कुहिएर र अङ्गहरू छरिएर रहेकोले अनुसन्धान जटिल बनेको छ। जङ्गली जनावरले पनि क्षति पुर्याएको हुन सक्छ, तर अपराधीले प्रमाण लुकाउन र अनुसन्धानलाई नै दिग्भ्रमित पार्न यस्तो गरेको हुन सक्ने कोडबाट पनि हामीले हेरिरहेका छौं। यो कार्तिकको 7 गते 1:30 बजेतिर जङ्गलमा घाँस काटिरहेको अवस्थामा बालिका जस्तो देखिने एउटा मृत व्यक्तिको, त्यो पनि शरीरको चाहिँ विभिन्न भाग छरिएको अवस्थामा रहेको अवस्थामा छ भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्यालयबाट म पनि गएँ, लेटाङबाट इन्सपेक्टर साहबको टोली पनि गयो, सोको सिन अफ क्राइम अफिसर पनि लिएर गयौँ। हामीले तत्काल त्यहाँ गएर हेर्दाखेरि सडै गलेको अवस्थामा एउटा बडी चाहिँ हामीले टाउको एकतिर भएको, खुट्टा एकतिर भएको अवस्थामा फेला पार्यौँ। औपचारिक रूपमा पोस्टमार्टमको रिपोर्ट नआउँदासम्म अनुमान गर्न नमिल्ने बताउँदै उनले तथ्य र प्रमाण भेटिएपछि घटना विवरण सार्वजनिक गरिने बताइन्। आशंका गर्ने आधारहरू देखिएका छन्, हामी छिट्टै सत्य तथ्य बाहिर ल्याउनेछौँ उनले भनिन्। अभिभावक वा परिवारसँग कुनै रिसिभीका कारण अंशुलाई निशाना बनाइएको हो कि भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। तर एउटी निर्दोष बालिकामाथि भएको यो स्तरको क्रूरताले स्थानीय समाज त्रसित र मर्माहत बन्नेको छ। मोरङको लेटाङ नगरपालिका 2 स्कुल चोककी 13 वर्षीय अंशु गौतमको रहस्यमय मृत्यु भएको 1 महिना बितिसकेको छ। असोज 21 गते साँझ घर नजिकै पिङ खेल्न गएकी अंशुलाई 5:30 बजेसम्म छिमेकीहरूले देखेका थिए। त्यसपछि उनको कुनै पत्तो नपाएपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए। सामाजिक सञ्जाल र स्थानीय सहयोगबाट खोजी भए पनि उनी 18 दिनसम्म बेपत्ता रहिन्। बेपत्ता भएको 18 दिनपछि बेलबारी चिसाङ साझेदारी वनभित्र सडेको र क्षतविक्षत शव फेला पर्यो। शवको अवस्था भयङ्कर थियो। शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा परिवारले शवको पहिचान गरे र डीएनए परीक्षणले पनि शव अंशुकै भएको पुष्टि गर्यो। पोस्टमार्टम पश्चात शव धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। परिवारले न्याय नपाउन्जेलसम्म शव नबुझ्ने अडान लिएका छन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रदेश र जिल्ला प्रहरीको संयुक्त टोली घटनाको अनुसन्धानमा खटिएको छ। तर शव अत्याधिक सडिसकेको र घटनाको प्रकृतिले अनुसन्धान जटिल भएको छ। एसपी कटवालले भनिन्, बलात्कारको प्रमाण मेडिकली पुष्टि गर्ने अवस्था छैन, तर हामी मोबाइल सिग्नल, प्रविधि परीक्षण र स्थानीय सोधपुछ मार्फत सत्यतिर पुग्ने प्रयासमा छौं। प्रारम्भिक अनुसन्धानको क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरिएको छ। शवको टाउको र शरीर छुट्टिनुले हतियारको प्रयोग वा जङ्गली जनावरको आक्रमण भएको शंका पनि प्रहरीले व्यक्त गरेको छ।
अंशुले मोबाइल बोक्ने नगरेकाले गतिविधि ट्र्याक गर्न कठिन भएको छ। सोधपुछको क्रममा झुम्का कारागारबाट भागेका एकजना कैदी पक्राउ परेको जानकारी प्रहरीले दिएको छ। अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा 5 मा पढ्थिन्। प्रहरी स्रोतका अनुसार बेपत्ता हुनु अघि करिब 12-13 दिन अघि अंशुको पहिलो महिनावारी सुरु भएको थियो, जसले मानसिक दबाव पनि बढाएको हुन सक्ने अनुमान गरिएको छ। स्थानीयहरूले घटनालाई संवेदनशील र जटिल मान्दै तत्काल न्यायको माग गरेका छन्। यो घटनाले उनीहरूलाई स्तब्ध पारेको छ। लेटाङ नगरपालिकाकी उपमेयर कृष्ण कुमारी पोखरेल निरौलाले भनिन्, अपराधी भेटिएन भने भोलि उसको मनोदल बढ्छ। ढिला सुस्ती भयो भने यो निर्मला पन्त प्रकरण जस्तै बन्न सक्छ। स्थानीय बासिन्दा र शिक्षकहरू पनि छोरीको हत्या भएको स्पष्ट देखिएकाले दोषीको पहिचान र तत्काल न्यायको मागमा छन्। एसपी कटवालले भने घटना जटिल भए पनि असम्भव नभएको बताइन्। डीएसपीको कमान्डमा टोलीले सिस्टमेटिक ढङ्गले काम गरिरहेको र अपराधी चाँडै पत्ता लाग्नेमा विश्वस्त रहेको उनको भनाइ छ। अंशुको मृत्यु बलात्कार र हिंसात्मक आक्रमणसँग जोडिएको आशंका प्रबल छ, तर प्रमाणको कमी, घटनास्थलको जटिलता र ढिलो खोज तलासले अनुसन्धान अल्झिएको छ। परिवारले न्याय नपाउन्जेलसम्म शव बुझ्दैनन् भने स्थानीय समुदायले अंशुका लागि न्याय नआउन्जेलसम्म सडकमा उत्रिने चेतावनी दिएका छन्।